अज सजया है वे सारा शहर, अज हो गई आवे रब दी महर। हाय सजया है वे सारा शहर, अज हो गई आवे रब दी महर। अखियां चो डिगदे हंजू खुशियां दे, तेरी बन जाना अज तू सजना वे। अखियां चो डिगदे हंजू खुशियां दे, तेरी बन जाना अज तू सजना वे। खुशियां दा चढ़िया अज वेला वे, सारियां ने नचना सारियां ने गाना वे। खुशियां दा चढ़िया अज वेला वे, सारियां ने नचना सारियां ने गाना वे। सखियां ने सजना है मैं भी सवरना है, अज दिन चढ़िया तेरे नाम दा वे। सखियां ने सजना है मैं भी सवरना है, अज दिन चढ़िया तेरे नाम दा वे। दिल नहीं लगता है वे आके तू ले जावे, मैं तेरे इंतजार च तकदियां राह। अखियां चो डिगदे हंजू खुशियां दे, तेरी बन जाना अज तू सजना वे। अखियां चो डिगदे हंजू खुशियां दे, तेरी बन जाना अज तू सजना वे। खुशियां दा चढ़िया अज वेला वे, सारियां ने नचना सारियां ने गाना वे। खुशियां दा चढ़िया अज वेला वे, सारियां ने नचना सारियां ने गाना वे। खुशियां दा चढ़िया अज वेला वे, सारियां ने नचना सारियां ने गाना वे।
देवताभ्यो नमः ॐ पितृदेवताभ्यो नमः ॐ सम्पूर्ण देवताभ्यो नमः प्रिय छोरी पूजा गर्छौँ हामी हात गर्छौँ सम्पूर्ण ऋषिहरू पितृहरू सबैलाई हामी आह्वान गरिसकेका छौँ सबैलाई हामी सम्झना गरेका छौँ हाम्रो छोरीको आज भवन नाटकको दिन भइरहेको छ निर्धारण गर्ने दिन गरिरहेको छ हामी सही समयमा गणेश गर्ग गोत्रमा विवाह हुँदैछ र हामी विदेशमा छौँ विदेशी भूमिबाट आजै मिति तोक्न नसकेको हुनाले यही सालभित्रमा छोरीहरू उचित समयमा पुण्य दिन पारेर सम्पूर्ण बाजागाजसहित आफ्नो पवित्र पितृहरूसहित र सम्पूर्ण जन्तीहरूसहित हाम्रो छोरीलाई लिनको लागि घरमा आइदिनुको लागि हामी सम्पूर्ण गौतम परिवार विनम्र निवेदन गर्छौँ र यसको जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बरपिपलु भाकेर बरपिपलु यो तन्दी यो मन्दी यो तन्दी
पिपलु डाँडा काँडा दाया बाया चौतारीमा छाया जति मिठो बोली तिम्रो उति चोखो माया थाहै नपाई सुटुकै मुटु साथी छ तिमीसित जम्बरी माया गाँसिएछ साँच्ची छ है पिपलु र बर साँच्ची छ है पिपलु र बर जनम जनम जिउला सँगै जनम जनम जिउला सँगै भाकेर बर पिपलु लजाएर एक्लै किन लजाएर एक्लै किन बसेकी मायालु अब छाता छोड एक्लै अब छाता छोड एक्लै नौड मायालु काँपिएको हात समाई यादहरूको नयाँ घर बनाई एक फेर बोली हेर न मायालु मायालु बाँधिएको केस खोला अब त लजाएको नजर त मोडा अब त बाँधिएको केस खोला अब त लजाएको नजर त मोडा अनि मनका कुरा बिस्तारै पोखा लामो यात्रा सँगसँगै काँपिएको हात समाई यादहरूको नयाँ घर बनाई एक फेर बोली हेर मायालु यति किन हातासिन्छौ यति किन आतिन्छौ यति किन हातासिन्छौ यति किन आतिन्छौ अब धेरै नसताऊ मेरो जीवनमा खुसी बनियो
यादहरूको नयाँ घर बनाई एक फेर बोली हेर न मायालु मायालु लजाएर एक्लै किन लजाएर एक्लै किन बसेकी मायालु जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो जसले पर्फेक्सन भन्दा रियालिटीमा ध्यान दियोस् हरेक नोकझोक र झगडालाई एउटा मिठो सम्झनामा बदलिदियोस् र आजबाट यो माया समुद्र भन्दा पनि गहिरो अटुट सम्बन्ध बन्दै जाओस्. Let's cheers to our new going to be Mr. and Mrs. Acharya. Please give them a big round of applause. यहाँ उपस्थित सम्पूर्ण हाम्रो आफन्तजनहरू सबैजना आफ्नै हुनुहुन्छ है. आज त्यस्तो धेरै फर्मल भएर मैले बोलिनँ.
यहाँ उपस्थित सम्पूर्णमा सबैले मलाई चिन्नुभएकै छ, तर जति पनि हाम्रो बाबु जय साहबकोबाट आउनुभएको छ उहाँहरूलाई म आफ्नो परिचय दिन्छु। नमस्ते, मेरो नाम अनिता खड्का र आज म गौतम परिवारको प्रतिनिधित्व गर्दै यहाँहरूमा उभिएको छु। थ्याङ्क यू। आज अब हामीहरूको यो इन्गेजमेन्ट प्रोग्रामलाई चाहिँ पहिलो सुरुवात कपालबाटै गरौँ न त है। र आज चाहिँ कपाल डान्सबाट हाम्रो प्रोग्राम सुरुवात गर्छौँ। प्लिज उहाँहरूलाई ताली दिएर यो समयलाई यादगार बनाइदिनु होला है त। थ्याङ्क यू।
बंधन के वही तो मेरी स्वीट हार्ट है। शर्माई सी बगल में जो बैठी है दुल्हन के वही तो मेरी स्वीट हार्ट है। शाही जोड़ा पहन के आई जो बंधन के वही तो मेरी स्वीट हार्ट है। शर्माई सी बगल में जो बैठी है दुल्हन के वही तो मेरी स्वीट हार्ट है। कमरे माँ पटुकी का सेरा मुसु मुसु हंस की बसेरा। कमरे माँ पटुकी का सेरा मुसु मुसु हंस की बसेरा। रुको मैं कोटा रुको मैं कोटा रुको मैं कोटा रुको मैं कोटा रुको मैं कोटा। आँखनी राम्रे हो परानी मोटा ए आँखनी राम्रे हो परानी मोटा। तुझे कैसे मैं ये समझाऊं, मुझे लगती है तू कितनी प्यारी है, मुझे लगती है तू कितनी प्यारी है। खुशियाँ जितनी हैं सब ढूंढ ढूंढ के लाऊं, तेरी डोली के संग तू सारी है, तेरी डोली के संग तू सारी है। यति राम्रो डान्स देखाएपछि के होला त हजुर। म त पछाडि बसेर एकदमै इन्जोय गरिरहेको थिएँ। हजुर अगाडिले इन्जोय गर्नुभयो नि? त्यही त। अब हामीसँग थोरै समय भएको कारणले गर्दा मैले एकदमै छोटकरी गर्दैछु। मैले प्रिपेयर गरेको कुरा कति गर्न पाइनँ है, त्यसको लागि धेरै क्षमा पनि चाहन्छु।
हामीसँग सानो गेम छ, त्यसपछि चाहिँ सबैजना नाच्ने कार्यक्रम हुन्छ हजुर। र हाम्रो सबैभन्दा कान्छी साली, कान्छी त अर्को हुनुहुन्छ उहाँ सानो, तर त्योभन्दा माथिको सालीलाई बोलाऊ। अक्षता गौतम, प्लिज तिमी पनि आएर आफ्नो डान्स देखाएर भिनाजु र भिनाजुको परिवारहरूलाई र हामीहरूलाई चकित बनाऊ है त छोरी, कमान। Love is blind. Love is also great at games. Let's see who is better in this. है त दुला पक्षले जित्ने हो कि दुलै पक्षले जित्ने हो? मलाई स्योर छ दुलै पक्षले नै जित्नुपर्छ है फेरि। किनभने 15 जना आइस्या छ हैन, तर दुला पक्षलाई जिताए पनि केही भएन छोरी, हाम्रै होइसिन्छ है सबैजना। ल म रिक्वेस्ट गर्छु दुला राजाको एउटा जुत्ता दुलै राजीलाई दिनुस् र दुलै रानीको एउटा जुत्ता दुला राजालाई दिनुस् प्लिज। बेबी कसले भन्यो? हामी जान्न चाहन्छौँ। यो कसले हो? दुवैजनाले हो? सँगै रहेछ है हजुर भनेस्। अब सँगै बस्ने हाम्रो सँगै रेडी हुने चान्स त मिलेको छैन होला, तै पनि भन्छु है, कसले चाहिँ लामो समय लाउँछ होला रेडी हुनलाई? इजी क्वेसन है। सबभन्दा पहिला को हाँस्यो एकअर्कालाई भेटेपछि? को चाहिँ मुस्कान दियो मिठो? कसले धेरै फोन मेसेज र लभ हात पठाउनुहुन्छ एकअर्कालाई? ओके, कसले चाहिँ लामो समय लाउनुहुन्छ मेसेज रिप्लाई गर्न अनि को चाहिँ बिगेस्ट ड्रामा क्विन होइसिन्छ अहिलेसम्म चिनेको मध्ये? दुईजनाले भेटेको कुरा गरेकोमा को चाहिँ ड्रामा क्विन, बढी ड्रामाबाजी हुनुहुन्छ है? यो चाहिँ सत्य भन्नुहोस् है, को चाहिँ ड्रामा गर्नुहुन्छ धेरै? दुवैजनाले रहेछ है त यो चाहिँ। त्यही त, कसले पैसा धेरै खर्च गर्छ होला? कसले पैसा धेरै खर्च? अब यो दुईटा चाहिँ फ्युचर क्वेसन छ है। दुईजना बिहे गरेपछि कुन चाहिँ देशसँगै घुम्न जान मन छ हजुर? एकदमै सिरियस क्वेसन है, मैले सिरियस भएर भने। दुईजना चाहिँ कुन चाहिँ देशसँगै घुम्न जान मन छ? नेपालै हो? सबैजनाले ताली दिनुहोस् है, आफ्नो नाच। मैले सोचेको थिएँ अर्कै भन्नुहुन्छ भनेर है, तर अनि यो चाहिँ रेकर्ड होस् है हजुर। को चाहिँ स्ट्रिक्ट प्यारेन्ट हुनुहुन्छ होला? भोलि पर्सि को चाहिँ स्ट्रिक्ट प्यारेन्ट बन्नुहुन्छ होला? आई बिन ठिकी है यसमा, सरी भन्नुहोस् त हजुर। ए यो मिलाइ भयो है हजुर। हस् त, थ्याङ्क यू सो मच। यति नै पहिलो इन्गेजमेन्ट यसरी भव्यताका साथ मनाउन पर्दा हामी एकदमै खुसी छौँ। जयराजा अनि जयराजामा आउनुभएको सबै सम्पूर्णलाई थ्याङ्क यू सो मच। यति लामो यात्रा गरेर आउँदा पनि यति उत्साहित भएर हाम्रो प्रोग्राममा सरिक भएर यति रमाइलो मानिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद है त। अब लास्टमा अब अर्को एउटा दिन डान्स नहेरी त हाम्रो हुनै हुँदैन होइन। अब के काट्ने कार्यक्रम थियो, तर पहिला डान्सै गर्ने अरे है। एउटा गीत हेरौँ, डान्स हेरौँ न त।
दुलाईको ड्याडी मम्मी अङ्कल आन्टीहरू जति पनि हुनुहुन्छ जसले अहोरात्र खटेर यो प्रोग्राम यति सफल बनाउन सहयोग गर्नुभएको छ, खाना पकाएर रमाइलो गरेर र अरू जति पनि हामीहरू म्यान्चेस्टरमा बसेका छौँ हामी एकदमै खुसी उत्साहित भएर एकदमै रमाइलो गरेर यो कार्यक्रममा सरिक भयौँ। सबैजनालाई थ्याङ्क यू भन्दै म यो चाहिँ औपचारिक कार्यक्रम बिट मार्दै मेरो दुईवटा छोरीहरूलाई फेरि नाच्न बोलाउँछु। लास्ट पर्फर्मेन्स हो, त्यसपछि केक काट्ने कार्यक्रम हुन्छ हजुर है त। थ्याङ्क यू सो मच सबैजनालाई, नमस्कार, हाभ अ लभली इभिनिङ, थ्याङ्क यू। कुनै मूर्तिकारले कुदेको मूर्ति झै, कुनै बुट्टादारले भरेको बुट्टा झै, कुनै चित्रकारले कोरेको चित्र झै।
रहन्छ सधैँ ढुकढुकी भरि तिमी नै तिमी माया नै हो कि त्यस्तै तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग बोली बोली बोलिरहने बानी परेछ तिमीलाई हेरी हेरी हेरिरहने बानी परेछ तिमीसँग बोली बोली बोलिरहने आजले हिजो बिर्सायो के मरहिन मेरो आफ्नै कैयन बहाना गरी तिमी सामु आइरहन्छु है आँखामा काजल ओठमा लाली सिँगारी बस्छु है हेरेर मलाई तिमीले पनि मुस्कुराए